सुरु हुन्छ 5 के लाउने यो चाहिँ तपाईँले यो अब यो सेफ्टी बेल्ट भयो अब मास्क भयो पन्जा भयो त्यस्तै यसरी ल्याएर चुनिएर कतिजना हुनुहुन्छ तपाईँहरू हामी 12 जना 12 जना भने खुर्किने मात्रै कतिजना छ किन हामी पहिला चाहिँ 4 जना बसेको अहिले हामी 2 जनाले सकिरहेको छौँ 2 जनाले कति घन्टा गर्ने नि यो हामी यो 9 बजेसम्म गर्छौँ 9 बजेसम्म नि त्यो हेडलाइट साइड राख्नुपर्ने होला छ सबै सेफ्टी यसले हो खुर्किने हजुर अर्को पनि ज्यावल छ अर्को छ अर्को के साबेलो होला होइन यस्तो पनि छ हामीसँग ए गर्छौँ अनि अहिले अब धेरै धेरै भएको छ त्यस्तो सानो साबेले युज गर्छौँ साबेलो गर्ने ल थाहा भयो अनि त्यसपछि अनि अरू पनि छ ए ल चिल्लो बनाउनेहरू पनि ल बनाउने भनेको पहिला यिनीहरूले खुर्किएर सुर्किएर गरेपछि त्यसले चाहिँ नि यसो देखाउनु ल तपाईँको के नाम परिगयो अरे मेरो ठाउँमा यही बोक्नु तपाईँ जाने भएन नि हेर्नु डोज लानु भएको यो कति बाक्लो कतिसम्म छ यो चुनाको यो मैले अघि भने 25 इन्चीसम्म छ कति 25 इन्चीसम्म छ 32 इन्ची होइन 25 2 फिट 25 त्यति त छ स्वयम्भू महाचैत्य डाँडोको छेउै ढिलैमा बनेका छन् डाँडोको पूर्वतिर यसरी बन्नुको तात्पर्य यदि काठमाडौँबाट महाचैत्य छर्लङ्गै देखोस् उद्देश्य देखिन्छ यति ठुलो विशाल निकै बोझिलो यसरी छेउैमा बन्नाले कुनै किसिमको कम्पमान आइपर्दा महाचैत्यलाई क्षति पुग्ने डर वा खतराको जोखिम मोल्नुपर्ने ठुलै सम्भावना रहन्छ महाचैत्य आफैमा बोझिलो हुनुका कारण त छ नै यसमाथि सखहापा गर्ने भनी चाहिने भन्दा बढी चुना पोट्ने गर्नाले यो चैत्य थप महाबोझिलो बन्न पुगेका छन् चुनाको भारो मात्रै 80,000 किलोले यो चैत्य थप बोझिलो बन्न पुगेको अनुमान छ तसर्थ स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमितिले महाचैत्यको भार थप बोझलाई हटाउने कार्य थालेका छन् यो कार्य ज्येष्ठ 24 आइतबारदेखि चुना फुर्किने काम थालेका हुन् भन्छन् प्रवीण बुद्धाचार्य साँझको 5 बजेदेखि 9 बजेसम्म दैनिक 4 घण्टाले गुणा गर्दा आज 10 दिन पुग्दा 40 घण्टामा महाचैत्यको उत्तरी आधा गोलार्धको गुम्बज पुरानै ओरिजिनल अवस्थामा देखिएको छ अब उपरान्त अत्याधिक भारबाट बचाउन रङरोगन गर्दा के कसो गर्नु पर्ला गर्ने छन् भनी महासचिव अशोक बुद्धाचार्यज्यूबाट आश्वासन प्राप्त भएको छ अन्तर्बाट संलग्न छ नेपाल भाषामा अर्थात् नेवारी स्वयम्भू समिति स्वयम्भू संरक्षण समितिमा चाहिँ व्यवस्थापन महासमिति अध्यक्ष चाहिँ महासचिवका अशोक काजी बुद्धाचार्य सफापा महाचैत्य atau soka pa yau ki la yana tong la ba lau kho chi karmu sa bom la kan tai kangi mobi ma kangwei o soka pa yana tai thono swimmi to tai ba la ki te lagi ye tai soka pa tong kho tara soka pa no yokko jiao lo ale soka pa yokko ju ju a tho tai ni jingso a tho soka tai ke na likau yana utuka 11 वर्ष त तर सौखा चाहिँ यो कोही वो उके यो चाहिँ गुम्बज वो डोए वो भतिजा मोडले बच्चा गेथे गेथे ल बच्चा बामला थे या वो सीबे अब पुलाङवे से वे कि त जुन्छ वो लिकानो का लिकानोले आ बछिटी सिरल आ वो लना बछि सिरौ हिसाबमा लना सोइबले चाहिँ नि जपो याना 40,000 किलो छगले चाहिँ खुर्काइबले 80,000 किलो वेट चाहिँ अनुमान जुलका जिम्दा 80,000 किलो धाले 80 टन चाहिँ चुन ल्याउ जुल अब बरानो हिसाब यान्तिहरु छौली चाहिँ
अनि 8वटा कोन्डु ओ हिसाबमा छौट कोने चाहिँ 300 बरा 8वटा कोने 2400 बुढाचार्य गुरु विषय सखा या मालकी माडन या देश कचका वो चाहिँ कति पुनि ब्ले चाहिँ नि गुरु पुनि वया जिमी खन्तना न्यन्तना पुदेका अन चाहिँ मारी छका चाहिँ वो चाहिँ यान्तो आनन्दनी सखा पाएर सवाद याबले चाहिँ पुदया न वो कति पुनि ब्ले यान्तो दुका अलि मे सिस्वान तयान छ अथि छुया माउते सिस्वान पाइब्ले न सिस्वान छाब्ले न सखा पाएन यामा वो पचा ठाकु बिदि ल मलाई वो याबले चाहिँ यो चाहिँ नि प्राणी पिन त सु हानि नोक्सानी मुजीमा प्राणी पिन रक्षा जुमा वो सौका पाना सस्या बालामा भिडमार गादै याउ आ वो याउ चाहिँ यो कोही वर्ष त मयानी वो चाहिँ नि सौका पाइयाहरु गा चाहिँ वर्ष 6 कति पुनिले याना चौडो अलि मेउ छि धर्मावलम्बी गु बुद्ध धर्म या धर्मावलम्बी गुलिन दु मलाई छौया धर्म खजियो तर जात जाति चाहिँ फरक जाछ न इमी चाहिँ पाखे चाहिँ अब छुन चिटे वन्डा छ तुरुन्दै पाइयो सखा भयो ब्लेटने आतबले चाहिँ नि मतलब जुन थौने तामाङ देशमा चाहिँ नि तन छि वो सखा पाइयो गालेटिया ययु सखा पाइन्छ पाइयो तो चाहिँ नि छु नापान हे चलन चाहिँ नि मतलब चाहिँ सखा पाइयो चाहिँ नि मतलब चाहिँ नि तामाङ देशमा यहाँ जुन खले कि वाट नाप परापूर्व काले जजमान ते विषय चाहिँ नि तो सखा पाइयो यले चाहिँ नि छि बुदाचारी विषय पाटबी खल कि के अयो नाप चाहिँ नि छि आ छि सखा पाइयाहरु गाटा त छि नेपा गाइपी मुन्टे स थन स्वयं गुर्जु बुदाचारी विषय पाइयो ख आ वला यान चौए दुल वो नाप चाहिँ आपा यान चोन माउदल छकनि कदु या जुर आ वया मायानी बौद्ध धर्म कि धामलका आमाम यानी बौद्ध धर्म धामले शेर्पा तामाङ महला गुरुङ अनि मेमे पिछि चाहिँ बौद्ध धर्म अनुयायी पिजुल अमसन याला जुवे खट भगवान था सखा पाइया जुवे खट तर याबले चाहिँ तुरुन्त जुल आ निक सोक पेका पेका वो खाल्लो लुकिउन जुल लुका चाहिँ झरङ पा मारे ने वो खाली काप्ना संगुले वला योको लुकिउ जुल निया गुली लुकल आ वो अनुसार आज 11 वर्ष भित्र चाहिँ उली टन चाहिँ अन डेढ हुलका 80,000 किलो चाहिँ भविष्य चाहिँ नि मतलब कि त छु सुधारिया किसिम हो भन्छ सालु किसिम पाक्यो अनि छु आयोजन भविष्य चाहिँ अटे वो डोम्यु शेप त चाहिँ नि मवेको अथे बामलाको चाहिँ मजुमा वो शेप गो डोमी शेप बालाना सफा जेचौं वो शेप वे के त चाहिँ नि आज चाहिँ रङ पाठे पार गरे वो या उपिना पस ल या नउका अलि जो तामाङ देशमा यले जुन चुको सखा या जुन चुप त पाज अयो छु या म हामी अयो ढेउ चाहिँ मरु दुया इमसँग चाहिँ वल शुद्ध पाट अलि गु चाहिँ लामा जुपी वया चाहिँ छकनिक पाठेन बि उली चाहिँ या छिसा याले चाहिँ वो सखा पाए जो पूजा पाजे याना साधन याना यामा अलिया छिसा छि नेवाटे बद्रयानी पिनि याले चाहिँ भचा चाहिँ दिदी भचा टाको ल पूजा याले तन्त्र मन्त्र होला जनताने क्रिया चाहिँ नि अहिले वो याबले बच्चा दिदी पाउँदल यो पुनः मजु तर पाबले चाहिँ रङ पाखेन पा माउया खची पाबले वर्ष चाहिँ याना कति विषयलाई यो को ज्ञान र सबिन त यो को सुभा भगवान शरण दिन्छ